मौसम आजको एकदम दामीसँग मौसम छ एकदम निन्द्रा पनि पुगेको छैन गाइज भन्नुपर्दा है। सो त्यस्तै नै मौसम अलिक बादल बादल छाएको जस्तो अवस्था छ गाइज भन्नुपर्दा। सो त्यस्तै नै हो। बिहानको 9:30-10 बजिरहेछ। अहिले उठेर भिडियो बनाउनु परिहाल्छ, निन्द्रा डिस्टर्ब गरेर के गर्नु। नमस्ते साथीहरू, गुड मर्निङ सन्चै आराम हुनुहुन्छ। सो यस फेरि पनि हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। सो नेक्स्ट भ्लग्स स्वागत छ सबैजनालाई र क्रेजी एसके भ्लग्समा। गाइज आजको निन्द्रा एकदम डेन्जर भएको छ, देख्न सक्नुहुन्छ मौसम आजको एकदम दामीसँग मौसम छ, देख्न सक्नुहुन्छ एकदम निन्द्रा पनि पुगेको छैन गाइज भन्नुपर्दा है। सो त्यस्तै नै हो, के गर्ने, पुरै हात जलेर फेरि तनाव छ जिन्दगी। निन्द्रा पनि केही पुरा नभएर पुरा बेगारमा अलिअलि गाह्रो नै भएको छ यतातिर। एकदम बबाल देख्न सक्नुहुन्छ यतातिर यो सामानहरू हो एकदम। तर आजको मौसम अलिक बादल बादल छाएको जस्तो अवस्था छ गाइज भन्नुपर्दा। सो त्यस्तै नै हो। बिहानको 9:30-10 बजिरहेछ। अहिले उठेर भिडियो बनाउनु परिहाल्छ, निन्द्रा डिस्टर्ब गरेर के गर्नु। हात हालिसकेपछि मलाई लाग्छ कि मलाई हेरौँ नहेरौँ तर मेरो मिहिनेत जारी नै रहनेछ है। जति बेलासम्म यो च्यानल र यो सबैले मलाई साथ दिनुहुन्छ तबसम्म यो च्यानल मैले चलाउने नै छु एकदम कन्टिन्यू तरिकाले। होला नहोला आफ्नो ठाउँमा छ, भ्युज आउला नआउला आफ्नो ठाउँमा छ, अवश्य एक न एक दिन भ्युज आउँछ, मलाई विश्वास छ। त्यही हो। देख्न सक्नुहुन्छ पुरै यतातिर पुरै बिल्डिङ हो, सोसाइटी हो कि यो पुरै लाइनले पुरै सोसाइटी हो। यो मेरो बिल्डिङ हो, यो पनि सोसाइटी हो। त्यो भएको कारणले अलिकति यतातिर डिस्टर्ब हुन्छ। राति बनाऊँ भने रातिहरू त एक्लै हुन्छ नि त, धेरै जस्तो एक्लै भिडियो हुन्छ। त्यो भएको कारणले मेरो भिडियोलाई मन नपराएको होला धेरैजनाको। यतातिर काम चलिरहेको छ उता। सो गाइस भन्नुपर्दा त्यस्तै नै हो। फेरि भेट। सो गाइस अब जानुपर्ने हुन्छ, सिँढीबाट तल चढ्नुपर्ने हुन्छ एकदम भन्नुपर्दा एकदम। कस्तो छ भने यतातिर आधा फ्यामिली आधा हामीहरू मिक्सिङ छ क्या यो बिल्डिङमा। त्यो भएको कारणले पनि अलिकति डिस्टर्ब हुन्छ क्या, अलिकति प्रब्लम नै भएको कारणले मात्र भिडियो खासै इन्ट्रेस्ट आइरहेको छ है। सो त्यस्तै नै हो। हाम्रो बिल्डिङ चाहिँ यो हो गाइज, पुरै यो बिल्डिङ। के हो गाइज भन्नुपर्दा होइन, सबैले आफ्नो आफ्नो सपनाहरू पुरा गर्नुपर्छ र युट्युबमा काम गरिसकेपछि सबैले एकअर्कालाई सपोर्ट गर्न सिक्नुपर्छ सबैजनाले। चाहे हजुरहरू नै होस् चाहे म पनि हो, किन नहोस्, सबैजनाले मिलेर सपोर्ट गरेर अगाडि बढ्नुपर्छ। हामीहरू एउटा युट्युब फ्यामिली हो है। सो अहिलेको टाइममा खास भन्नुपर्दा खासै अहिलेको टाइममा मेरो भ्युज पनि आइरहेको छैन क्या। एकदम भ्युज पनि मेरो मतलब मलाई मिलेको मिहिनेतको भ्युज पनि पुरै घटेर पुरा अलग खतम भएको छ। भ्युज वाच टाइम सब घटेर तनाव भएको छ। त्यो भएको कारणले पनि अलिकति गाह्रो नै छ यो समयमा। त्यही पनि ठिकै छ, हेरौँ बिस्तारै के हुन्छ। हजुरको साथ र समर्थनले एकदम आशा छ छिट्टै राम्रो हुनेछ। अहिलेको टाइममा एउटा भ्युज आए पनि म ह्याप्पी नै छु, किनभने मैले भ्युज ल्याउनु पर्ने हुन्छ र मेरो मिहिनेतले भ्युज ल्याउने हो। म कोसिस गरिरहेको छु। अहिलेको टाइममा खासै इन्ट्रेस्ट भिडियो पनि आइरहेको छैन क्या। त्यो भएको कारणले पनि अलिकति बुझ्नुपर्ने आफैले बुझिरहेछौँ र इन्ट्रेस्ट हजुरलाई मनोरञ्जन भिडियो ल्याउने अवस्था आउँदैछ छिट्टै, चिन्ता नगर्नु होला है। सो फेरि भेटौँला।
देख्न सक्नुहुन्छ मेरो अहिलेको एकदम बिहानीको नास्ता, आजको नास्ता। गर्दा के हो गाइस होइन, देख्न सक्नुहुन्छ आजको मौसम पुरै पानी पर्ला जस्तो अवस्था भएको छ अहिलेको टाइममा है हाम्रो ठाउँमा। हजुरको ठाउँमा के अवस्था भइरहेछ आजको मौसम कमेन्ट गर्नु होला गाइस है। सो गाइस त्यस्तै नै हो अहिलेको टाइममा चाहिँ। अलिकति प्रब्लम भन्दा पनि आफ्नो केही सपनाहरू छन्, सपना यो पनि हो मेरो, तर यसलाई मैले पार्ट टाइम मिलाएर एकदम मिहिनेतका साथले छोडेको छैन, तर गरिरहेछौँ। एक दिन अवश्य टाइम आउनेछ म यसलाई राम्रो केस पुऱ्याउने तरिकाले। सो सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनु होला। फेरि भेटौँला नयाँ दिन, नयाँ सुरुवात, नयाँ हौसलाको साथमा। सो आज यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाबा एभ्रिवान, थ्याङ्क्स फर वाचिङ भिडियो लेभल। जय नेपाल, बाई।